गाइज गोरु बुढो भयो भने जोत्न सक्दैन हेर्नुहोस्, बिल मात्रै खोज्छ अरे। अनि त्यही भएर हामीले अलिकति बलियो तन्नेरी गोरुलाई जोताउनु पर्छ, हो कि होइन जोताउनु पर्छ, हो कि होइन। तन्नेरी गोरुले राम्रोसँग जोत्छ अनि हामीले बिउ लाएर हरियाली बनाएर सब पारेर खाने हो। त्यस्तै अहिले पनि जनता के अरे यो देशको स्थिति यस्तै छ। हामी ती बुढा गोरुहरू बुढा मान्छेहरूलाई भोट दिनुहुन्न, किनकि उनीहरूले न्यु खोज्छन्। कसरी न्यु खोज्छन् ल हेर्नुहोस्। किन सोध्नुहुन्न तपाईँ उमेर कुन पार्टीमा छ? तिनवटा बुढाहरू हेर्नुभयो नि होइन, तिनवटा बुढाहरू हेर्नुभयो नि होइन, भोट दियो भने के हुन्छ तिनीहरूलाई? अनि तिनीहरू काम गर्न सक्दैनन्, बोल्न सक्दैनन्, आफूले के बोलेको छ आफूलाई थाहा छैन, असी काटिसके, अनि कसरी विकास हुन्छ? त्यसैले हामी सबैले बुझेर घन्टी बजाउने र युवाहरू राम्रो मान्छे उठ्यो भने अरू पार्टीको लागि भोट दिने। तर तिनवटालाई नो भोट फर केपी प्रचण्डे सेरे, विचार गर्नुहोस्। भोट फर घन्टी।